ल मनसुन सुरु भइसकेको छ है। अब पानी पर्ने सिजन पनि हो, आउँदै पनि छ र अब विशेष गरी यही मनसुनको लागि चाहिँ टार्गेट बनाएर चाहिँ हामीले यो खालको ज्याकेट्सहरू, यो चाहिँ तपाईँको सबै वाटरप्रुफ ज्याकेट्सहरूको चाहिँ आज भिडियो बनाउँदैछु है त। ल सर्वप्रथम चाहिँ यो चाहिँ तपाईँको मैले लगाएको चाहिँ यो डिपिएम प्याटर्न भन्छ। यो चाहिँ तपाईँको डबल लेयर हो है। यो बाहिरको एउटा लेयर अनि यो सिङ्गल लेयर, हिडन पकेट छ यहाँ र यहाँ छ, अनि यहाँ छ, अनि यहाँ छ है। तपाईँ ठुलो पकेट चाहिन्छ नि यो भित्रपट्टि पनि छ। तपाईँले पानी छेकोस् भन्नुको लागि अथवा हावा मुनिबाट नछिरोस् भन्नुको लागि यहाँनिर यसरी दुईवटा बटन पनि दिएको छ। ल यसरी ट्याक्कसँगले यसरी अनि त्यसरी यसलाई यसरी बाँधेर सलक्कसँगले तपाईँले टाइट गराउनु पनि सक्नुहुन्छ। ल अझै यतिकै लगाइदिएँ। ल ओके, यति लगाएपछि अब तपाईँलाई ढुक्क भयो है। ल माछा लगाएन किनभने यहाँ माइक छेक्छ मेरो, यतिको लगाएँ। अनि यहाँ लगाएपछि अब मुनिबाट हावा पनि छिर्दैन है। ल यसको कलर तपाईँलाई चाहिन्छ भने नि यसको कलर चाहिँ म तपाईँलाई देखाइदिन्छु। ल यो कलरमा छ एउटा है। यसको साइजको कुरा गर्दाखेरि स्मल है, सरी एक्स्ट्रा स्मलको आउँछ, अनि त्यस पछाडि स्मलको आउँछ र मैले लगाएको मिडियम है। यो चाहिँ तपाईँ लगभग 95-100 केजीसम्मलाई हुन्छ है। ल अर्को यो फ्रेन्च प्रिन्टको आयो है, यो प्रिन्टको आयो एउटा। र फाइनली अर्को प्याटर्न भनेको, अर्को कलर भनेको यो ज्याकेट चाहिँ तपाईँको नि तपाईँको जुनै सिजनमा पनि, अल सिजन हो कि यो चाहिँ। अब यसलाई तपाईँले पानी पर्दाखेरि एज अ रेनकोटको पनि युज गर्न सक्नुहुन्छ, अनि अब धुलोबाट बच्नको लागि पनि युज गर्न सक्नुहुन्छ, हावाको एज अ विन्ड सिटर पनि युज गर्न सक्नुहुन्छ। यो तपाईँसँग ब्याग छैन भने यसरी ब्यागको रुममा पनि यहाँ पछाडि यसरी ब्यागको रुममा नि युज गर्न सक्नुहुन्छ। यो डबल लेयर छ है। र अब अनि अर्को तपाईँलाई यो प्याटर्नमा चाहिन्छ भने यो प्याटर्नमा पनि छ है। यो चाहिँ सिङ्गल लेयर छ है। ल सिङ्गल लेयर छ। ल यो चाहिन्छ भने हामीसँग यो पनि छ। यसको साइज स्मल, एक्स्ट्रा स्मल, मिडियम अनि लार्ज। अलिकति तपाईँलाई अब यो चाहिँ म भ्यालु फर मनीवाला है भयो भने, अब तपाईँलाई अलिक युकेबाट नै आएको चाहिन्छ भन्नुहुन्छ भने चाहिँ यो छ है। ल यसलाई चाहिँ बिटी प्याटर्न भन्छ है, बिटी प्याटर्न भन्छ। यसको चाहिँ यसमा टोपी हुन्छ, यसलाई टोपी फोल्ड गरेर ऊ पनि गर्न सक्नुहुन्छ। यसको टेपिङ देख्न सक्नुहुन्छ, पानी नछिर्नको लागि टेपिङ पनि एकदमै राम्रो हुन्छ। अनि यो ब्ल्याक भित्रपट्टि ब्ल्याक फ्लिज राखिदिएको छ, यसो तपाईँलाई न्यानो पनि प्रदान गर्दछ है। ल यस्तो छ। यहाँ चाहिँ तपाईँको ऱ्याङ्क ब्याच पनि राख्ने सुविधा छ है। यसको तलको मुनिको पनि पाउँछ है। र अर्को यो पनि युकेबाट इम्पोर्टेडै हो है। यो चाहिँ एमटिपी प्याटर्न भन्छ, जेन्युन सामान हो, देख्न सक्नुहुन्छ है। ल यो पनि हामीसँग एमटिपीको यो पनि एभाइलेबल छ। यसमा पनि देख्न सक्नुहुन्छ टिपिङ एकदमै राम्रो, टेपिङ चाहिँ टिपिङ एकदमै राम्रो छ है। ल यसलाई पनि तपाईँले टोपी फोल्ड गरेर मजाले यसरी लुकाउन सक्नुहुन्छ है। तपाईँले भित्रपट्टि यसको चाहिँ फेरि तपाईँको हेर्न सक्नुहुन्छ कि यो डबल यो चेनले लगाएपछि अनि फेरि यसले कभर गरेपछि त ठ्याक्क हावा छिर्ने त कुनै गुन्जाइजै छैन के। अब यसको ट्राउजर चाहिन्छ भने नि ल ट्राउजर पनि छ ल हामीसँग है। यसको जेन्युन ट्राउजर ल एकदमै ओरिजिनल युकेबाट इम्पोर्टेड गरेको हो। सेम यसको टेपिङ पनि भित्र एकदमै राम्रो छ। ल इनर साइड पनि नदेखाइदिन्छु। ल इनर चाहिँ यस्तो हुन्छ है। यसमा चाहिँ मजाले हावापानी मजाले छेक्छ है। भने यसको एउटा फाइदा के छ भने नि, जस्तै अब हामीले जुत्ता लाउँदाखेरि जुत्ता खोल्न गाह्रो हुन्छ कि यो लगाएपछि। अब यसको चाहिँ के हुन्छ भने नि यस्तो गरेपछि सबै खाली हुन्छ। तर नडराउनुहोस्, यसको चेनबाट पानी छिर्छ भने नडराउनुहोस्। यसको चेन चाहिँ मजाले सिल्ड भएर आएको हुन्छ, यसो सिल्ड हुन्छ है। पानी छिर्ने कुनै डरै हुँदैन है। स्याट्ट लगायो, अब जुत्ता फुकालेपछि मजाले लाउन सकिन्छ है। ल यसको पकेटको लागि चिन्ता नगर्नु, पकेट पनि तपाईँको भित्र लगाएको भित्र पकेटको खोल्न पनि यसरी यहीँबाट खोल्न पनि सक्नुहुन्छ। अनि यहाँ तुना पनि छ, टाइटको लागि तुना पनि छ। ल यो पनि तपाईँको हाइकिङ, ट्रेकिङ, राइडिङ, बाइक राइडमा पनि युज हुनसक्छ। भने अब तपाईँलाई अब माथिको ऊ मात्रै भयो भने अब जुत्ताहरू पनि चाहियो होला है। यो पनि वाटरप्रुफ जुत्ताहरू चाहिन्छ भने ल यो बुट पनि हामीसँग उपलब्ध छ। यहाँ देख्न सक्नुहुन्छ यो अल्बक, यहाँ इङ्ल्यान्ड लेखेको छ है। ल यो बुट्स पनि छ। यो बुट चाहिँ एकदमै लाइट वेट अनि वाटरप्रुफ। अनि त्यसपछि यसमा तपाईँको एकदम हार्ड सर्फेस छ है। स्टिल चाहिँ हुँदैन, तर स्टिलभन्दा राम्रो मेटेरियलले बनेको हुँदाखेरि यसलाई तपाईँ ढुङ्गाले के झऱ्यो पनि केही पनि हुँदैन। अनि यो चाहिँ काँटीमा टेक्नु भयो पनि अथवा स्पाइकमा टेक्नु भयो भने केही पनि हुँदैन। अनि खुट्टाहरू ट्विस्ट हुनु दिँदैन, अनि त्यही भएर पानी पनि छिर्दैन, अनि गुड ग्रिप हुन्छ। अनि त्यसको ड्युरेबल भनेको तपाईँको लगभग 15 वर्षभन्दा बेसी नै यो बुटहरू चाहिँ तपाईँले मजाले लाउनुहुन्छ है। ल यति भन्दै तपाईँलाई
हामी तपाईँको गाउँठाउँसम्म हामी मजाले डेलिभर गर्दछौँ। त्यसको लागि चाहिँ जस्ट स्क्रिनसट पठाउनुहोस्, हाइटवेट पठाउनुहोस्, तपाईँको गाउँठाउँसम्म मजाले तपाईँलाई मिल्ने साइज चाहिँ हामी पठाउँछौँ। यदि तपाईँ स्वयं भिजिट गर्न सक्नुहुन्छ, हाम्रो भिजिट गर्न चाहनुहुन्छ भने हाम्रो लोकेसन चाहिँ काठमाडौँ भ्यालीभित्र ललितपुर जिल्ला 7 बाटो नक्कीपोट विशाल चोक दिएको नम्बरमा तपाईँले व्हाट्सएपमा भिडियो कल पनि गरेर हाम्रो बारेमा बुझ्न सक्नुहुन्छ, अथवा सामान जुनसुकै सामानको पनि भिडियो तपाईँले हेर्न सक्नुहुन्छ। र यति भन्दै आजको लागि चाहिँ यति नै, बाई बाई।